दुर्गा प्रसाईलाई कहाँबाट पकायो? दुर्गा प्रसाईलाई झापाबाट। कुन झापा? झापा नेपालको झापा, कहाँबाट अरू? त्यही हो, डकुमेन्टले त्यही देखिन्छ। फेरि सच्याउनुहुन्छ कि भन्नु? सच्याउँदैन झापाबाट। उहाँ पक्राउ परेको घर, उहाँले आत्मसमर्पण गरेको ठाउँ सबै आउँदा पनि अब त खोल्दै भइहाल्यो नि, किनभने हामीसँग केही सुरक्षाका विषयहरू छन् भारत र हाम्रा बिचमा। यस्तो विषय केही होइन। मैले त जहाँबाट समाते, जहाँबाट मलाई रिपोर्टिङ भयो त्यहाँबाट समाते त भन्नु पर्यो नि। समात्न त म गइनँ, टोली त मेरो गएकै थियो, झापाबाट समातेर ल्यायो। औपचारिक रूपमा मैले यसो भन्नुपर्छ होइन? औपचारिक अनौपचारिक दुइटै चाहियो, अरू विषय मलाई थाहा छैन। अब आत्मसमर्पणकै लागि उहाँ आउनुहुन्छ, कहाँ जानुभएको थियो, आउनुभयो होला नि। हामीले आत्मसमर्पण गरे होइन, हामीले पक्रेका हौँ। अनि दुईजना ठुला नेतालाई हत्कडी लागेको विषय पनि अलि बढी आलोचना भइरहेको। कसलाई? हुन त धवल शमशेरजी त छुट्टी पनि सक्नुभयो, प्रक्रियामै हुनुहुन्छ। रविनजी लगायतलाई हत्कडी लगाएको विषय चाहिँ उहाँहरू भागेर जानुहुन्थ्यो र? होइन, त्यो हत्कडी लगाउने कसलाई नलगाउने कसलाई भन्ने विषय त्यहाँको सुरक्षा तत्काल खटिएको त्यहाँको फिल्डको कमान्डरले गर्ने विषय हो। प्रहरी महाले जिम्मा लिनुपर्छ। यस्तो मैले लिन्छु, मैले जिम्मा ल्याएको छु, आवश्यकता अनुसारले हत्कडी लगाएको होला। उहाँलाई हत्कडी लगाउन आवश्यक थियो? आवश्यक थियो त लगाए, नभए किन लाउँथ्यो? त्यो हत्कडी चटक त होइन नि त। नवराज सुवेदीको घरमा उहाँलाई हाउस एरेस्ट राख्ने निर्देशन चाहिँ कसको? हामीले हाउस एरेस्ट राखेको छैन, लिगली रूपमा त्यो गरेको पनि छैन। 12 जना प्रहरी चाहिँ लिएर गएर त्यहाँ के गट्टा खेलाएको? त्यो शान्ति सुरक्षा कायम गर्नका लागि उहाँलाई पनि सुरक्षा बिचरा ओछ्यानमा राति 12 बजे गएर फोटो खिच्नु पर्यो नि त। छैन त व्यक्ति सुतेको फोटो छैन। राजनीति यो सबै कुरा उहाँले त गलत बोलिरहनु भएको होइन। खिच्यो होला कसैले, तर मलाई नोटिस त्यो प्रहरी होइन, हुन सक्ला कोही, मलाई त थाहा भएन। सुरक्षाको लागि हामीले हाउस एरेस्ट भन्ने कुरा होइन, सुरक्षाको लागि सर्भिलेन्स त गर्छ नि। अहिले पनि धेरै मान्छेलाई हामीले गरे होला। रवि लामिछाने पक्राउमा पनि त्यसरी नै विवाद भयो है। नेपाल प्रहरीले चाहिँ यस्तो भयो, विवाद भन्दा पनि विवाद गराउने काम भयो भन्नु न त प्रहरीले गर्ने काम गरे हो, अरू के गरेको छ? प्रहरीले चाहिँ व्यक्तिलाई पक्रिँदाखेरिमा तिम्रो अन्तिम इच्छा के छ भनेर त्यो त अब त्यो विषय अर्कै हो। अब त्यो कसरी ट्विस्ट भएर आयो मलाई थाहा छैन। ट्विस्ट होइन, तपाईँको प्रहरी अधिकारीले सोध्नु भएको चाहिँ तपाईँको अन्तिम इच्छा के छ भनेर। यस्तो लाग्छ उहाँलाई चाहिँ राति पक्रिँदैछ, त्यस्तो होइन, लगेको चाहिँ मृत्युदण्ड त्यस्तो गर्ला, अहिले त्यस्तो गर्ला, अहिले पुलिसले त्यसो गर्ला, नगर्दा पर्ने। तपाईँको अनुहार देख्दा त्यस्तो लाग्दैन क्या? होइन, मेरो त्यो पुलिसले गरे होइन। किन सोधेको त्यस्तो? अहिले सोध्दै कारवाही चाहिँ होला, अब केही होला त्यसमा, के सन्दर्भमा के बोल्या होला, बाहिर आउँदा अर्को आयो। फ्ल्यास न्युज त अनेक बन्छ नि त हजुर, त्यस्तो अनेक बन्दैन। त्यस्तो होइन, त्यो डिएसपीले त्यस्तो भने होइन होला, त्यो मनसायले भने होइन होला, मनसायको टङ स्लिप भयो होला, त्यसो भन्नुहोस्। टङ स्लिप भयो, हुन सक्छ होइन, त्यो हुन सक्ला। मेरो प्रहरी अधिकारीको टङ स्लिप भयो, हुन सक्ला, तर त्यस्तो गलत इन्टेन्सनले त्यो भनेको हुँदैन भने मैले बनाइदिएको। तर उहाँहरूले के भन्नु भएको छ भने सोमबारबाट मात्रै अदालत खुल्दै थियो। नेपालको प्रहरी चाहिँ अचम्मको छ, उसलाई मन लाग्यो भने चाहिँ अदालतबाट निर्णय नआउँदै पक्रिन पुग्छ, उसलाई मन लागेन भने चाहिँ आफ्नो नाकै मुनि सभासदको फुली लाएर हिँडेकालाई पनि देख्दैन। यस्तो नि त, त्योभन्दा अगाडि अघि यहाँले सोध्नु हो नि, दुर्गा प्रसाद नाकै मुनिबाट भाग्यो भनेर हामीलाई लागिरहेको छ नि त। अब भाग्नु दिनु भयो, भाग्यो भने होइन, भगाइयो भने। भगाइयो नि भन्नु, मिलेर हामीले भगाएको होइन, त्यही त भनेको, भाग्नु भयो उहाँ भन्ने त्यस्तो भयो, भाग्यो नि त, हुन सक्ला नि त। हामीले यस्तो अरू विगतमा अरू पनि पक्रिराखेका छौँ नि, लगेको छौँ त। के त्यस्तो हतारो थियो राति नै रवि लामिछानेको अन्तिम इच्छा सोध्न पुग्नु? त्यो अन्तिम इच्छाको विषय त त्यो मलाई नसोध्नु, त्यो होइन, त्यो कहीँ टङ स्लिप भयो होला। हतारो के थियो? हतारो त अब हामीले त त्यो त आदेश आएपछि जे हो त्यही गर्ने हो, अदालतको आदेश आयो नि। उहाँले पक्राउ पूर्जी माग्दाखेरि पक्राउ पूर्जी पनि रहन्छ, पक्राउ पूर्जी नै चाहिन्न क्या त्यो विषयमा। त्यो अलिक स्पष्ट गरिदिनु न। त्यसमा पक्राउ पूर्जी चाहिन्न, पक्राउ पूर्जी दिने विषय होइन। गृहमन्त्रीलाई नै थाहा रहन्छ है त्यो कुरा, उहाँ त गृहमन्त्री भइसकेका मान्छे हो नि। के विषयमा पक्राउ पूर्जी चाहिँदैन अदालतको निर्देश? अदालतबाट आइसकेपछि त बुझाउने हो नि त लगेर, नत्र त तिमीहरूले पक्राउ पूर्जी दिएर रहन्छ भनेर छोड्नु पर्छ नि त, छुट्नु भएन नि त, उहाँ पर्नु भयो नि त भित्र। अहिले आदेश हो त्यो, अदालतको आदेश, फेरि आदेश कहाँको भन्दा अदालतको आदेश हो। तर तपाईँलाई सम्झना होला, प्रहरी प्रमुखलाई पनि कस्तो कस्तो बेलामा होइन, एउटा के भन्छ नि, नखाउँ भने दिनभरिको शिकार, खाउँ त भने आफ्नै नाताको अनुहार होइन। एक समय थियो तपाईँको पूर्व प्रहरी महानिरीक्षक, उहाँ बिचरा गएर कुममा कुम जुधाएर उहाँको केही पनि दोष छैन भनेर राज्य व्यवस्था समितिमा गएर बोल्नुपर्ने एक समय आयो। उहाँलाई रातारात होइन दासढुङ्गाको बाटो लिएर जानु पर्ने होइन, उहाँलाई मात्र लगेको छैन, दासढुङ्गा बाटो त हाम्रो प्रहरी पनि सँगै छ नि त, सुरक्षित साथ लगेको छौँ। तपाईँको जवाफबाट चाहिँ म हायल कायल छु।
होइन मैले प्रहरी सङ्गठनको प्रमुखले मैले बोल्ने मैले भन्ने यही नै हो नि। तपाईँलाई सिकाउन नै मनभित्र जे भए पनि गरिरहेको जे भए पनि उत्तर चाहिँ सबैले सुन्दा मिठो सुनिने भन्नुपर्छ। मिठो होइन यही हो नि त, मैले योभन्दा अर्को दोस्रो हुनै सक्दैन। तर तपाईँकै महानिरीक्षकले के भनेको त्यति बेला भने तपाईँकै ब्याची हो नि त बसन्तजी होइन, उहाँको कुनै कमी कमजोरी छैन भनेर उहाँले बयान दिएको क्या। त्यो त उहाँको कसरी दिनु, यस्तो हतारो किन गर्छ प्रहरी अधिकारी? त्यो उहाँको विषय हो, मेरो विषय मलाई सोध्नु होला उहाँ किन दिनुभयो, कुन परिस्थितिमा बोल्नुभयो भन्ने मैले मलाई थाहा भएन। यो चाहिँ तपाईँले जो जिम्मेवारी बोक्नु भएको छ हजुर निरन्तर रूपमा चल्दै आउने र त्यो जिम्मेवारी पनि तपाईँले बोक्नु पर्ने पद हो। कुन चाहिँ प्रहरीको प्रमुख होला या अस्ति गर्नुभएको उहाँहरूले गर्नुभएका संस्थागत निर्णयहरूलाई मैले बोक्ने नै हो। प्रहरी महानिरीक्षकहरूले के बोल्नु भएको छ कुन सन्दर्भमा त मैले बोक्दिनँ, त्यो इन्डिभिजुअल होला। तर संस्थागत रूपमा उहाँहरूले हिजो यहाँ जे गर्नुभएको थियो त्यसलाई मैले जिम्मा लिने हो, मेरो नैतिक जिम्मेवारीभित्रै पर्छ त्यो प्रहरी महानिरीक्षकको पद। त्यही भएर प्रहरी महानिरीक्षक भनेको सङ्गठन हो भन्ने भन्छौँ हामी। तपाईँहरूलाई निर्देशन चाहिँ प्रहरी महानिरीक्षकलाई निर्देशन चाहिँ गृहमन्त्रीले दिनुहुन्छ, नेताले दिनुहुन्छ, कसले दिनुहुन्छ? कानुनले दिन्छ निर्देशन, कानुन जे हो त्योबाट गर्छौँ। निर्देशन दिने भन्ने विषय हुन्न। जस्तो अनुसन्धानको विषय भन्दा अनुसन्धान गर्दा सरकारी वकिलले राय दिने हो, लिखित राय, कहिलेकाहीँ मौखिक पनि यसो गर्नुहोस् भने होला। मौखिक त थोरै हुन्छ तर लिखित राय साथ हामीलाई चाहिँ भनौँ न यो प्रहरीको कार्य नै त्यस्तो भयो कि जस्तो यो अपराध अनुसन्धान गर्दा वकिलसँग समन्वय गर्नुभयो, त्यसपछि कहिलेकाहीँ अदालतसँग पनि समन्वय गर्छौँ, गर्नै पर्छ। त्यो चाहिँ फौजदारी कानुनको विषय अनुसन्धानको विषय भयो। शान्ति सुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय हुने भयो, त्यो लेखेकै छ होइन। त्यसपछि हामीले फिल्ड लेभलमा जिल्ला लेभलमा प्रमुख जिल्ला अधिकारीसँग गर्छ भने प्रहरी महानिरीक्षकको लेभलमा प्रहरीको गृह मन्त्रालयको सचिवसँग चाहिँ हामी रिपोर्टिङ गर्ने भयो। उहाँले माथि कहाँ गर्नुहुन्छ मलाई मतलब थाहा भएन, हाम्रो च्यानल त्यहाँ हुन्छ र कति कुरा चाहिँ कानुनले हामीले नै गर्ने भनेर तोकिदिएको छ त गर्छ। सरुवा बडुवामा चाहिँ प्रहरी महानिरीक्षकलाई कम्प्लिटली तपाईँ छायामा पारिन्छ, उनीहरूलाई भूमिकाविहीन बनाइन्छ र राजनीतिक नेतृत्वले आफ्ना मान्छेहरूलाई मालदार र कमाउ अड्डामा पुर्याउँछन् या बडुवा गर्छन् हो। यो सबै यो र्युमर हुन्, यो बाहिर भन्ने भाषा हुन्। तर म प्रहरी महानिरीक्षक भएको आज 39 दिन भयो। आज 39 दिनमा प्रहरी अतिरिक्त महानिरीक्षकमा सिफारिस भएको सायद अबको क्याबिनेटले बडुवा गर्ला। एआइजी 6 जना गर्यो, त्यसमा खास विवाद भएन। भयो भने यहाँले भन्नु होला मेरो पालाको मैले एउटा चिज चाहिँ छ त्यहाँ यो 111 र त्यस्तो मतलब भएन। मैले आफूलाई त छोडिदिनु भयो नि होइन, त्यो बोर्डले त्यो छोडिदिया छैन, त्यो बोर्डले ज्येष्ठताका आधारमा कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरेको छ। त्यहाँ कुनै त्यस्तो यो मैले भनेको शब्द नेपाल प्रहरीमा चल्यो होला, अब के होला त्यो अब चल्न त जे पनि चल्ला छन चाहिँ छ होइन। यहाँले अघि नैदेखि भन्नु भने प्रहरी महानिरीक्षक हुने यस्तो चाहिने भने यतै चल्दै आयो नि, त्यो त केही पनि छैन। जस्तो छैन भन्ने कुरा म अहिले म भन्छु। त्यसपछि धेरै अगाडिदेखि वर्षौँदेखि रोकिएको प्रहरी वरिष्ठ नायब निरीक्षक सही वरिष्ठ इन्सपेक्टरको 61 जनाको बढुवा भयो। खै त के भयो त त्यसको खै राम्रै आएको छ फिडब्याक।